हैन मैले यहाँ भर्खर एउटा हेडलाइन देखेँ यो हेडलाइन चाहिँ मलाई अलिकति रहस्यमय लाग्यो राजनीतिप्रति युवा विद्यार्थीको रुचि भन्ने त हैन यो त मैले पनि अध्ययन गरेकी थिएँ राजनीति भन्ने शब्द सुन्दा नि दुःख लाग्छ आज अझै हाम्रो देशमा त काम भन्दा धेरै कुरा मात्र हुन्छ जुन जोडीलाई नि कानै खिचिरहेको राजनीति भनेको खराब पनि त हैन सक्षम र अब्बल मान्छेले नेतृत्व गर्नु पर्यो त्यसपछि त सबै ठिक भइहाल्छ नि हैन चुनाव भन्दा चाहिँ मलाई एउटा कुरा याद आयो हाम्रो क्याम्पसमा पनि यो सोभियोको चुनाव हुँदैछ त्यसमा यो सोभियो चाहिँ के रहेछ हो हामी जस्तो विद्यालयमा अध्ययन विद्यार्थीहरू र हामी सँगसँगै विद्यार्थीमा नभएर एउटा बौद्धिक शक्ति पनि हो हाम्रो क्याम्पसमा भएका हरेक गतिविधिहरू पर्नुहुन्छ यो राम्रो कुरा उठायो एलिसा सोभियो भनेको हामी विद्यार्थीहरूको एउटा साझा संस्था हो र यो संस्थाले क्याम्पस प्रशासन र विद्यार्थीहरू बिच समन्वय गर्ने भूमिका पनि खेलेछ अझ बुझौँ है सोभियोका अग्रजदायहरूसँग हुँदा समाजवादी सत्तासँगै समाजवादी शिक्षा समाजवादी नमस्कार म विज्ञान जिल्ला सोभि सदस्य सर्वप्रथम त विद्यार्थी साथीहरू तपाईँहरू सोभि के भनेर एउटा उत्सुकताका साथ यहाँसम्म आइपुग्नु म त्यसको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु र सोभि भनेको एउटा विद्यार्थी साथीहरूको प्रतिनिधित्व गर्ने एउटा साझा संस्था हो जसले चाहिँ क्याम्पस प्रशासन र विद्यार्थीहरूको शैक्षिक र प्रशासनिक कार्यको लागि कोअर्डिनेटरको भूमिकामा रहने संस्था हो र विद्यार्थी नेता उत्पादन गर्ने एउटा संस्था हो जसमा चाहिँ राजनीतिलाई आँक्न सक्ने र एउटा नर्सरीको रूपमा रहेको संस्था पनि हो र यसमा सुरु भन्दा बित्तिकै हामीले विद्यार्थीहरूको र फरक फरक क्षमता छन् त्यो फरक फरक क्षमता भएको विद्यार्थीहरूलाई एउटा प्रतिभा प्रस्फुटन गर्ने एउटा प्लेटफर्म पनि सोभि संस्था हो र सोभि संस्थाको इलेक्सन चाहिँ हरेक 2 वर्षमा हुने गर्दछ विशेष गरी त्रिभुवन विश्वविद्यालयको सम्मान प्राप्त र आङ्गिक क्याम्पसहरूमा यो निर्वाचन हुने गर्दछ र यसमा विद्यार्थीले आफ्नो भोटिङ राइट्सको प्रयोग गरेर आफ्नो मत प्रकट गरेर विद्यार्थी नेतालाई जिताएर र विश्वविद्यालयमा कस्तो नीति र नेतृत्व ल्याउने भन्नेमा पनि विद्यार्थीहरूको अमूल्य मतद्वारा निर्धारण हुने गर्दछ त्यसकारणले पनि विद्यार्थी साथीहरूको सोभिमा र सोभि निर्वाचनमा एउटा जिम्मेवारी भोट हुने गर्दछ अथवा चाहिँ यो ऐतिहासिक जिम्मेवारी पनि हो सोभि संस्था भनेको विद्यार्थीहरूलाई रणनीतिक कौशल सृजनात्मक रचनात्मक कार्यहरूमा जोड्नको लागि पनि एउटा भूमिका खेल्ने संस्था हो सोभियोलाई चाहिँ यो विशेष गरी यो 2081 साल चैत्र 5 गते हुँदैछ यसमा अखिल क्रान्तिकारीका उम्मेदवारहरूलाई यो विद्यार्थीको पक्षमा निरन्तर काम गरिरहेको निरन्तर शैक्षिक एवं प्रशासनिक कार्यहरूमा सम्झौता नगरेको हैन जस्तो सुकै जोखिम लिन तयार रहेको सङ्गठन चाहिँ अखिल क्रान्तिकारी हो त्यसकारणले म अखिल क्रान्तिकारीमा उम्मेदवार रहनुभएका सम्पूर्ण साथीहरूलाई विद्यार्थी नेताहरूलाई म अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई अत्याधिक मत प्रकट गरेर तपाईँ विद्यार्थी साथीहरू चाहिँ तपाईँहरू एउटा विश्वविद्यालयको विद्यार्थी हुनुहुन्छ यसमा विवेक प्रयोग गरेर चाहिँ अत्याधिक मत प्रकट गरेर विजय गराउनु हुनेछ सँगसँगै यहाँसम्म आइपुग्नु भयो तपाईँ विद्यार्थी साथीहरूले धन्यवाद भन्न नमस्ते मेरो नाम ताराबहादुर रायमाझी पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको सोभियो सचिव सोभियो भनेको विद्यार्थीहरूको मतद्वारा प्रतिनिधि भएको एउटा साझा संस्था हो यो सोभियोले विद्यार्थीहरूको समस्याहरू उठान गर्ने अनि प्रशासनसम्म क्याम्पस प्रशासनसम्म लगेर समाधान गर्ने काम गर्छ यो सोभियोले विद्यार्थीहरूको एउटा भोइस हो यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकास नेतृत्व विकास गर्दै कौशल विकास र भविष्यमा राष्ट्रकै लागि नेतृत्व उत्पादन गर्ने काम चाहिँ सोभियोले गर्छ यो सोभियो भनेको शिक्षामा भएको शैक्षिक विकृति विसङ्गति विरुद्ध आवाज उठाउने आन्दोलन गर्ने काम गर्छ र शैक्षिक गुणस्तरको लागि वातावरण सिर्जना गर्ने काम चाहिँ सोभियोले गर्छ
सोभि 2 वर्षमा हुन्छ त्रिभुवन विश्वविद्यालयका आँगी क्याम्पसहरू र सम्बन्धित प्राप्त क्याम्पसहरूमा सोभि निर्वाचन 2 वर्षमा हुने गर्छ। नमस्ते तथा अभिवादन, म मिलन घरती मगर अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस मूल्यांकन समितिको अध्यक्ष तथा आसन्न चैत्र 5 गते हुन गइरहेको सोभि निर्वाचनको सोभि सभाध्यक्षको उम्मेदवार र यही त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातकोत्तर प्रथम सेमेस्टरमा अध्ययनरत पनि छु र त्रिभुवनको कार्यतालिका अनुसार यही चैत्र 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गइरहेको छ। मलाई लाग्छ सम्पूर्ण विद्यार्थी साथीहरू, सम्पूर्ण प्राध्यापकहरू, सम्पूर्ण कर्मचारीहरूले जानकारी दिन्छ भन्ने मलाई लागेको छ र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट अखिल क्रान्तिकारीका नेता, अखिल क्रान्तिकारीका कार्यकर्ताहरू के छन् उम्मेदवारको रूपमा हुनुहुन्छ। त्यसैले त्रिभुवन बहुमुखी क्याम्पसमा के छ भने विद्यार्थीहरूले के गर्नुपर्छ भन्दा आफ्ना विवेक प्रयोग गर्नुपर्छ। किनभने विवेक किन प्रयोग गर्नुपर्छ भन्दा विद्यार्थी वर्ग भनेको सचेत वर्ग हो, विवेकी वर्ग हो र क्रान्तिकारी वर्ग हो। त्यसैले विद्यार्थीले विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास पनि गरेको छु र यसमा सम्पूर्ण विद्यार्थी साथीहरूलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सौहार्दपूर्ण वातावरणमा सहभागी हुनुहुनेछ भन्ने अपेक्षाका साथ शुभकामना पनि भन्न चाहन्छु। र त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी किन हो त र अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताले किन चुन्नुपर्छ त र स्वतन्त्र विद्यार्थी युनियनमा अखिल क्रान्तिकारी नेताले किन पठाउनु त भन्ने विषयमा के छ भने अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसमा विगतका वर्षहरूमा धेरै विद्यार्थीका शैक्षिक हक, शैक्षिक हितका विषयमा, अधिकारका विषयमा लड्दै आएको कुरा त तपाईँ हामी सम्पूर्णलाई जानकारी छौँ। जस्तो के छ भने त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापदेखि लिएर आन्तरिक परीक्षा स्थापित गराउनदेखि लिएर पुस्तकालयमा पाठ्य पुस्तकको अभावका कुरादेखि लिएर शुल्क वृद्धिका सम्बन्धमा क्याम्पस प्रशासनसँग अखिल क्रान्तिकारी गरेका कुराहरू अथवा सम्झौताहरूको विषयदेखि लिएर धेरै कामहरू गर्दै आएको छ र त्यसैले अखिल क्रान्तिकारीले विद्यार्थी सङ्गठनको तर्फबाट धेरै कामहरू त गर्दै आएकै छ र के छ भने संस्थागत ढङ्गले अझै पनि विद्यार्थी पक्षमा काम गर्नका निमित्त अखिल क्रान्तिकारीका नेता, अखिल क्रान्तिकारीका कार्यकर्ताहरूलाई अथवा उम्मेदवारहरू, अखिल क्रान्तिकारीको उम्मेदवार, अखिल क्रान्तिकारीबाट बन्नुभएका उम्मेदवारहरूलाई सम्पूर्ण विद्यार्थी उम्मेदवारहरूलाई जिताएर पठाउनुहुनेछ भन्ने विश्वास पनि गरेको छु र सम्पूर्ण विद्यार्थीहरूलाई मैले के अपिल पनि गर्न चाहन्छु भने त्रिभुवन बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीले जिताउनु भयो भने विद्यार्थीको पक्षमा अझै पनि धेरै कामहरू संस्थागत ढङ्गले कामहरू हुनेछ भन्ने अपेक्षा गर्दै तपाईँ सम्पूर्णमा अखिल क्रान्तिकारीले मतदान गर्नुहुनेछ भन्ने अपिल पनि गर्दछु। धन्यवाद। राम्रो समान शिक्षा बिना हुन्न देशको हित, हाम्रो नारा भित्र नै छ विद्यार्थीको जित। राम्रो समान शिक्षा बिना हुन्न देशको हित, हाम्रो नारा भित्र नै छ विद्यार्थीको जित। आऊ सारा विकृतिको जालो मास्न हिँडौँ, आऊ